त्यो एउटा हुन्छ नि एउटा मान्छेमा एउटा माया दाया ओहो ऋषि धमला भनेको पनि हाम्रो लागि चाहिने मान्छे हो भनेर चाहिँ तपाईँले साथ र सपोर्ट गरिदिनु भयो भने एकदम राम्रो हुन्छ। यदि ऋषि सरले भोलि कुर्सी पाएर भोलि त्यो ठाउँमा पुगेर चाहिँ तपाईँहरूको काम भएन, तपाईँहरूले भनेको तपाईँहरूको माग पुरा भएन भने मलाई भन्नु होला है। यसमा म ढुक्कको साथले ऋषि सरसँग कुरा राखेर चाहिँ ऋषि सरमाथि चाहिँ म औँलो उठाउन सक्छु। तपाईँलाई थाहा नै छ मैले कसरी औँलो उठाउँछु र मैले कस्तो खालको व्यवहार गर्छु भन्ने कुरा यो सबै सामाजिक सञ्जालले बुझेको पनि छ। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ प्लिज कसैले पनि चुनावी माहौलमा चाहिँ कसैले पनि ऋषि धमलाको यसरी चरित्र हत्या नगरिदिनु होला म भन्न चाहन्छु होइन। मान्छेबाट कहिले गल्ती कमी कमजोरी भइहाल्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ सबैले माया गरिदिनु होला, सबैले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। किनकि उनीहरूको फ्यामिलीलाई पनि कसैले पनि गाली नगर्नु होला होइन। किनकि एउटा राम्रो पत्रकार हो होइन, एउटा नेपालको चर्चित पत्रकार पनि हुनुहुन्छ होइन। त्यो भएर चाहिँ म तपाईँहरू सबैलाई चाहिँ मेरो अनुरोध पनि छ र तपाईँहरू सबैले साथ र सपोर्ट दिनुहुन्छ भनेर चाहिँ मलाई आशा पनि छ। रहेको कुरा सामाजिक सञ्जालहरू एकदमै कमेन्टतिर ऋषि सरको भिडियोमा चाहिँ मेरो कमेन्ट आउँछ, मेरो नाम आउँछ होइन, शर्मिला वाइबाले मात्रै ठिक पार्छ भन्ने कुराहरू छ। ऋषि सरको र मेरो सबै कुराहरू मिलिसक्यो। फेरि तपाईँले फेरि पैसामै मिल्यो होला वाइबा भन्नु होला फेरि होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी पैसामा मिलेको होइन, एउटा हामी समझदारीमा र एउटा हाम्रो एउटा मन मात्रै मिलेको है। पैसा यहाँ केही पनि होइन है। कतिले भन्छ नि शर्मिला वाइबाले चाहिँ ऋषि धमलाको यति पैसा खायो यति यो भन्ने कुराहरू धेरैको मनमा छ, तर त्यो होइन। म तपाईँलाई त्यो प्रष्टै भन्छु। म चाहिँ किनकि तपाईँहरूलाई सबैलाई पनि अब म सायद म पनि नराम्रो हुनसक्छु होला यो कुरामा होइन। किन ऋषि धमलालाई माफी दियो, तैँले किन ऋषि धमलालाई चाहिँ तैँले केही गर्न सकेन भन्ने कुराहरू तपाईँहरूको धेरै मनमा छ र म चाहिँ त्यो गर्न चाहेन। किनकि एउटा माया हो, एउटा माया गर्ने मान्छेलाई कसैलाई फसाउने कसैलाई लगेर बदनाम गर्ने चाहिँ मेरो सोच थिएन है। अहिलेको सामाजिक सञ्जाल मिडियाले गर्दाखेरि नै हाम्रो दुवैजनाको बेइज्जत भएको। त्यो कारणले गर्दाखेरि चाहिँ म कसैलाई पनि नराम्रो भन्न चाहदिनँ, न ऋषि धमला न एलिजा गौतम न एलिजा गौतमको मम्मीलाई होइन। एलिजा गौतमको मम्मीले त मेरो बारेमा त कति थोक बोल्नै भएको थियो। पछि सबैजनाले मेरो सपोर्टमा आएर सबैजनाले उहाँलाई गाली गरेपछि उहाँ चुप लागेर बस्नु भएको पनि हो। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले तपाईँहरूलाई आवश्यक भनेको चाहिँ ऋषि धमलालाई चाहिँ आवश्यक तपाईँहरू छ। अहिले कसैले पनि त्यस्तो खालको भिडियोहरू नबनाइदिनु होला। एउटा यो चुनावी माहौल छ होइन। त्यस्तै कुरा गर्ने हो भने त रवि लामछाने दाइलाई पनि कति धेरै कुराहरू आरोप लागेको छ नि होइन। कहिले 3-4वटा बिहे गरेको भनेको छ, कहिले सरकारी ठगी भनेको छ, घरिका के भनेको छ होइन। कसैले पनि गाली नगरिदिनु होला, कसैले पनि नराम्रो नभनिदिनु होला कि है। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ कोही पनि दुधले नुहाएको छैन। आफ्नो गल्ती रियलाइज गरेर कोही मान्छे चुनाव लड्दैछ, त्यो मान्छेले भोलिको दिनमा गएर राम्रो गर्दैछ भने हामीले सपोर्ट चाहिँ गर्नुपर्छ है। सपोर्टको आवश्यक हो अहिले हामीलाई। यदि तपाईँहरूलाई सपोर्टै गर्नु मन छैन भने त्यो पनि नगर्नु होला। र कसैको भिडियोलाई चाहिँ तानेर चाहिँ त्यो एडिट गरेर चाहिँ नराम्रो कमेन्ट आउने तरिकाले चाहिँ नराम्रो स्टाटस नलेखिदिनु होला। मेरो अनुरोध छ तपाईँहरूलाई। मैले तपाईँलाई राम्रो मुखले पनि भनेको छु। सबैको मैले स्क्रिनसट गरेर राखेको छु है। सबैको स्क्रिनसट गरी राखेको छु। त्यो कारणले गर्दै कसैले पनि नराम्रो नभनिदिनु होला। हिजोको दिनमा यही शर्मिला वाइबाले विरोध गर्यो, आज यसले सपोर्ट गर्यो भन्नुहुन्छ होला होइन। त्यो भन्नु स्वाभाविक कुरा हो, त्यो मलाई मतलब पनि छैन होइन। यो हाम्रो घरभित्रको कुरा हो, हामीले घरभित्रै मिलाइसक्यो। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ शर्मिला वाइबाले के भन्छ, ऋषि धमलाले के भन्छ, एलिजाले के भन्छ भन्ने कुरा नि होइन। कसैलाई पनि गाली नगर्नु होला, एलिजालाई पनि गाली नगर्नु होला। किन गाली नगर्नु होला भने अब एलिजाले धेरैवटा पार्टी चेन्ज गरेको भएर चाहिँ धेरै मान्छेहरू चाहिँ रिसाउनु भएको थियो होइन। उहाँ चाहिँ अब बोल्दै जाँदाखेरि जिब्रो लटपटेर चाहिँ एउटा भिडियोमा के बोल्नु भएको थियो भने के अरे बलात्कार हुनेलाई चाहिँ फाँसी दिनुपर्छ भन्ने कुरा थियो। त्यो चाहिँ एउटा बोल्दै जाँदाखेरि चाहिँ उसको एउटा जिब्रो लटपटेको हो कि। त्यो कारणले गर्दाखेरि यहाँ एलिजालाई पनि नराम्रो भन्नुपर्ने आवश्यक छैन। मान्छे हो, मान्छेबाट गलत हुन्छ है। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ सपोर्ट चाहिँ तपाईँहरूको आवश्यक छ। यदि सपोर्ट गर्न सक्नुहुन्छ भने सपोर्ट गरिदिनु होला होइन। यदि गर्नु सक्दैन भने तपाईँहरूले केही नगरिदिनु होला कि। ऋषि धमला सबैको लागि चाहिने मान्छे हो। फेरि मलाई थाहा छ ऋषि धमलाको प्राइम टेलिभिजनमा मान्छेहरू बिहानदेखिबाट बेलुकासम्म ऋषि धमलालाई कुरेर बस्छ कि हाम्रो पालो कहिले आउँछ, हामी कतिखेर बोल्ने, तपाईँसँग इन्टरभ्यू लिनुपर्छ, तपाईँले हामीलाई न्याय दिनुपर्छ भनेर त्यहाँनिर प्राइम टेलिभिजन यतिको ताकको लागेको हुन्छ कि। आज यति धेरै पत्रकार छ कि हाम्रो नेपालमा होइन, तर कुनै पनि पत्रकारहरूले साथ दिएको देखिएन कि। यिनीहरूलाई काम पर्दाखेरि ऋषि दाई भनेर ऋषि धमलाको खुट्टै ढोग्न पुग्छ पत्रकारहरू।
तर अहिले ऋषि धमलालाई यति धेरै विवादमा तान्दाखेरि कुनै पनि पत्रकारले चाहिँ हामी पत्रकार भएर यस्तो गर्नु हुँदैन भन्ने सोच कसैको पनि आएन के। मैले सबैको हेरेको छु। त्यही भएर यतिखेर चाहिँ ऋषि सरले चाहिँ मान्छे चिन्नुपर्छ होइन। पत्रकार भनेको त कति धेरै छ नि त, नेपालभरि पत्रकार छरेर बसेको छ होइन। जे भयो भने एउटा पत्रकारमा त तपाईँ एउटा राम्रो चलेको मान्छे हो होइन। आज पत्रकारहरूले तपाईँको विरोध गरिरहेछ कि मलाई अचम्म लाग्छ कि ऋषि धमलाले कसको चाहिँ के खाइदियो होला, कसको स्वास्नीलाई तान्न गयो होला, कसको चाहिँ के गरिदियो होला भन्ने चाहिँ मलाई चाहिँ अहिले चाहिँ गिल्टी फिल भइरहेछ कि। त्यो कारणले गर्दाखेरि चाहिँ हेर्नु सर यतिखेर सबैको साथ र सपोर्ट चाहिन्छ। तपाईँले कसैले विरोध गर्यो भन्दैमा तपाईँले भिडियो हेर्ने तपाईँको फुर्सद त हुँदैन, कमेन्ट हेर्ने फुर्सद पनि हुँदैन। तर त्यो भिडियो त्यो फोटोहरू हामी बाटो आउँदाखेरि चाहिँ हामीलाई चाहिँ अलिकति चित्त दुख्छ क्या। त्यो कारणले गर्दाखेरि चाहिँ आवश्यक तपाईँहरूको लागि ऋषि धमला पर्ने हो कि, ऋषि धमला तपाईँहरू पर्ने होइन कि। त्यो कुरा मैले सबै कुरा बुझेको छु कि। ऋषि धमला भेट्नको लागि मान्छेहरू लाइन लाग्छ अफिसमा, त्यो कुरा मैले देखेको छु, मेरो आँखाले देखेको छु कि। आज ऋषि धमलालाई पर्दाखेरि र यहाँ कसैले पनि साथ र सपोर्ट गरेको छैन क्या। ठिक छ तर केही छैन, लड्छु अझै पनि कति विवादमा तान्ने हो तान्दा हुन्छ, केही फरक पर्दैन होला। ऋषि धमलाले पनि म्याकुरीसँग मिलेर मलाई के गर्न खोज्यो तर ऊ सफल हुन सकेन। तर त्यो कुराहरू पनि मैले उसलाई माफ दिएको छ कि। मैले मुद्दा जितेको छु नि, म सफाइ पाएको छु नि। म्याकुरी त गलत ठरेको छ नि उसले लगाएको झुट्टा मुद्दाहरू। त्यो कारणले गर्दा त्यतिखेर ऋषि धमला र म्याकुरी मिलेर चाहिँ के गरेको भन्ने कुराहरू त्यो मेरो मनमा छ, तर म यहाँ भन्न मिल्दैन। तर अहिले यो अवस्थामा चाहिँ म साथ दिन्छु, किनकि हिजोको दिनमा धेरै दुःख गरेर आएको पत्रकार हो भनेर साथ र सपोर्ट म दिन्छु कि। त्यो कारणले गर्दाखेरि सबैजनाले साथ दिनु होला, सपोर्ट गरिदिनु। यो बेला भनेको कसैको खुट्टा तान्ने बेला होइन। म हिजो धादिङ गएको थियो आशिका तामाङ दिदीलाई भेट्न। त्यहाँको माहौल हेर्दाखेरि जुन 5 जना मान्छे मात्रै छ आशिका दिदीको सपोर्टमा, 5 जना मान्छे मात्रै जो हो कि त्यो औरे भौरे औरीपरि हिँड्ने, तिनीहरूको तालले चाहिँ हो भने आशिका दिदीले चाहिँ चुनाव जित्दैन। यो कुरा म क्लियरै भनिदिन्छु है, क्लियरै भनिदिन्छु। किनकि म पनि घुमेँ त्यहाँ गाउँ त्यहाँ बजार घुम्दाखेरि त्यहाँ माहौल अर्कै छ है। दिदीले यतिखेर चाहिँ राम्रो सल्लाहकार राम्रो मान्छे लिएर चाहिँ तपाईँले चाहिँ अगाडि बढ्नु होला, मेरो शुभकामना छ। यतिखेर भनेको राम्रो मान्छेको आवश्यक हो हामीलाई है। त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ दुनियाँपट्टिको मान्छेहरू आउँछ, तर हामी भनेको एउटा सत्य दिलबाट सपोर्ट गर्ने मान्छेहरू चाहिँ तपाईँले पाउनुहुन्न कि। त्यो कारणले गर्दाखेरि चाहिँ एकदमै आफ्नो ध्यान राख्नु होला दिदी, आफ्नो गर्नु होला, त्यही भन्छु म चाहिँ तपाईँलाई है।